पैसा नभएर यस्तो दुःख पाइयो कि अब यहाँ अलिकति नगरपालिकाको व्यवस्थापन चाहिँ नपुगे जस्तो अनुभव भइरहेको छ मलाई चाहिँ होइन। हजुर कतिखेर आउनुभएको? भर्खर भन्दा नि बिहानै आएको, आज यहाँ पैसा नभएर यस्तो दुःख पाइयो कि बजाउनु अब अनलाइनको सिस्टम हुनु पऱ्यो है यो भिडियो हेर्नुहुने महानुभावहरूले चाहिँ। तर प्रायः राख्नु भएको छ होइन, कुनै कुनैले मात्रै हो। क्युआर भयो भने राम्रो हुन्छ नि त, झन् मान्छेले क्यास खासै बोक्दैन, अनलाइनको जमाना हो, पसलतिर हुन्छ नि त। चिनजान गरिराख्नुलाई यहाँ केही त्यस्तो समस्या भयो भने हाम्रो दाइ हुनुहुन्छ, अस्ति मलाई हेल्प गर्नुभएको छ क्या दाइले यो बजारको बारेमा। बजारको बारेमा एकदमै अव्यवस्थित छैन बजार चाहिँ, त्यस्तै भयो नि मान्छेको चाहिँ एकदमै भिड छ। त्यही पनि अब यहाँ अलिकति नगरपालिकाको व्यवस्थापन चाहिँ नपुगे जस्तो अनुभव भइरहेको छ मलाई चाहिँ होइन। हजुर यो बजारको लागि चाहिँ अलिकति व्यवस्था हुनु पऱ्यो होइन, अझै मासु पसलको लागि एकदमै व्यवस्था गरिदिनु पर्छ भन्ने मलाई लाग्छ। तर केही गर्ने रहेनछन् क्या यहाँको जनप्रतिनिधिहरूले। यो कुरा चाहिँ सम्बन्धित निकायमा जाओस् होइन। ल हस्, थ्याङ्क यू सो मच। ल हाम्रो दाइ धेरै धेरै धन्यवाद छ तपाईँलाई होइन। अस्ति मलाई पनि हजुरले सहयोग गर्नुभयो होइन, आज पनि यहाँ सहयोग गर्नुभएको छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ है। हस् हामी ढुक्कै हुन्छौँ कि यहाँ दाइ हुनुभएपछि। ल हुन्छ दाइ, ओके। के छ अनि हाम्रो उता अर्को एकजना साथीको शुभ नाम दर्शङ्गी शेर्पा, मेरो चाहिँ कैलाश है होइन। साथी कस्तो दामी देख्यो है गाइस, कस्तो दामी दामी एकदम फ्रेस फ्रेस तरकारी हेर्न सक्नुहुन्छ है। भर्खरै टिपेको जस्तो छ तरकारीहरू। बोडी टमाटर लिँदै हाल्नुहुँदो रहेछ। ओके भेन्डी लिनुभएको?